हेलो गाइस सो आज चाहिँ म जाँदैछु दार्जिलिङ है सो दार्जिलिङमा चाहिँ मेरो केही काम परेको भएर म चाहिँ दार्जिलिङ जाँदैछु र यो चाहिँ मेरो फर्स्ट राइड हो टु दार्जिलिङ सो टेन्सन हुनुहुन्छ सो हामी चाहिँ बिहान छिट्टै निस्किने भनेको थियो 7 बजे 8 बजे तर सुमसुम गर्दा 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 10 बजिहाल्यो 10 साढे 10 भइहाल्यो सो मजाले मैले चाहिँ फर्स्ट टाइम होला मेरो आउट अफ भ्यालीको राइड है सो मैले चाहिँ मजाले आनन्दले चलाउँदै गइरहेको थिएँ सो ठ्याक्कै मलाई चाहिँ बाटो पनि खासै राम्रो थाहा छैन तर मनोजको चाहिँ उहाँको चाहिँ गाउँ नै हो नि त दार्जिलिङ तर उहाँले बाटो भन्दै हुनुहुन्थ्यो तर आधा बाटोसम्म मात्रै मैले चलाएँ त्यसपछि चाहिँ मलाई थाहा थिएन बाटोहरू सो उहाँले चलाउनु भयो अनि लाइक मजाले इन्जोय गर्दै हामी चाहिँ दार्जिलिङ पुग्यौँ विदिन त्यस्तै 3 आवर 4 आवरतिर पुग्यौँ हामी लाइक हामी यहाँबाट निस्केको 10:30 11 त्यस्तो बजिसकेको थियो र हामी त्यहाँ पुग्दाखेरि लगभग 2-3 बजिसकेको थियो तर मलाई ठ्याक्कै यादै भएन कति बजी थियो भनेर र मलाई चाहिँ म चाहिँ एकदम सकमा थिएँ कि दार्जिलिङ पनि यस्तो राम्रो थियो है सो हामी चाहिँ ठ्याक्कै दार्जिलिङ बेसीसम्म गएको थियौँ सो एकदम राम्रो लाग्यो मलाई चाहिँ त्यहाँ महोत्सवहरू पनि चलिरहेको रहेछ है अनि त्यसपछि हामी चाहिँ एउटा डकुमेन्ट मिलाउन आएको हो खासमा अनि लाइक त्यहाँनिर बजारहरू पनि यति धेरै बजार यति ठुलो बजार म त वहाँपरि काठमाडौँ जस्तै थियो क्या त्यहाँ बजारहरू अनि लाइक उहाँले चाहिँ मलाई बबलहरू किनिदिनु भयो अनि त्यसपछि त्यहाँको दार्जिलिङको चिनोरी अनि त्यसपछि उहाँले मलाई फ्लावर्सहरू पनि बाटोमा टिपेर दिनुभयो अनि हामी चाहिँ कामसाम सकाएर बेलुका फर्किँदाखेरि चाहिँ लाइक लगभग 3-4 बजिसकेको थियो अनि हामी चाहिँ मजाले आनन्दले गयौँ सो काम पनि बनिसकेको थियो नि त त्यही भएर काम बन्छ बन्दैन भनेर हामी बिहान जाँदाखेरि चाहिँ एकदम टेन्सनमा गइरहेको थियो नि त अनि फर्किँदाखेरि चाहिँ काम बनेर आनन्दले आयौँ सो खाजासाजा पनि हामीले आनन्दले आयौँ सो 2 ठाउँमा खाजा खान रोक्यौँ हामी चाहिँ फर्स्टमा चाहिँ यो ठ्याक्कै यो दार्जिलिङको ठ्याक्कै त्यो यो मलेकुतिर रोक्यौँ हामी त्यहाँनिर खायौँ तर त्यहाँनिर कस्तो खासै मिठै थिएन अनि हामीले चाहिँ त्यहाँनिरको सुन्तलाहरू पनि अलिकति मिठो हुन्छ भनेर हामीले त्यहाँको सुन्तलाहरू पनि लिएर आयौँ अनि लाइक त्यहाँनिर खाजा खाइसकेपछि चाहिँ हामी निस्क्यौँ है त्यहाँबाट सो त्यहाँबाट निस्किसकेपछि फेरि हामी अर्को ठाउँमा पनि खाजा खान बसेको थियौँ अनि त्यहाँनिर बसिसकेपछि त्यहाँबाट निस्किँदा निस्किँदा चाहिँ एकदमै रातै परिसकेको थियो झमक्कै रात परिसकेको थियो सो सो एकदमै रात परेको भएर चाहिँ हामी चाहिँ अलिकति छिटो छिटो फास्टली नै हामी निस्किन खोज्यौँ अनि त्यसपछि हामी आउँदा आउँदा चाहिँ लाइक लगभग 8:30 त्यस्तो भइसकेको थियो सो द्याट्स इट फर टुडे